हाम्रो 10 किलो सामान है गाइस सरप्राइज पैकेट कति मिला सरप्राइज पैकेट्स ये 1 1 2 3 4 हेर है मलाई अहिले रेकर्ड भने 6 7 यो केबाट आएको रे यो चाइनिज में 7 डिस्काउंट कुपन है गाइस अर्कोचोटि किन्दा 10% डिस्काउंट 7 पुगेको थिएन 8 यो जिएनएस को रहेछ 9 यो सिटीटी को रहेछ 10 11 12 13 14 15 16 17 18 19 20 यसमा चाहिँ 6 हो है बडै सामान 20 यो 21 गन्जा हिरोइन त आएन फेरि 22 हिरोइनको गन्जा करके 23 24 25 26 अनि फाइनल एउटा 27 वटा रहेछ हेर सिधै अब चाहिँ प्याकेट खोल्दै हेरौँ फर्स्ट एकदमै हल्का मलाई यो त यो हावा मात्रै भएर पठाएको बक्सा मात्रै हालेर केही नगए होला त्यो 2 नम्बर धन्दा गर्नेले पेन ड्राइभ पठाउँछन् नि फिल्महरुमा त्यस्तै हो कि फिल्महरुमा त आन्तै घसाएन के ए खुल्दा सिमसिम मोला यता खिच्न भयो यता लाइट आउनु रहेछ ह्यापी बर्थडे लेखेर पठायो क्या मोला काडा बगेर बनाया भनेर पठाए सला कतैबाट नि खुल्दैन त्यो मोबाइल सोबाइल हो जस्तो मोबाइल यति गर्नुको त यति हेभी हल्का त हुन नपर्ने हो मोबाइलको सायद ऊ हुनु ए ल्या भयो त अब के हो यो मोबाइलको ग्लास हो क्या ए ग्लास टेम्पर ग्लास किन फोन भयो फेरि टेम्पर ग्लास रहेछ कतिवटा छ एउटा दुईटा सबैलाई लगेर बेच्दिन पर्ला अब टेम्पर ग्लास है यो यसैमा हालेर यहीँ राखिदिउँ यो बक्स खोलौँ बक्स खोलौँ भयो चक्कु धेरै गतिलो भयो हो कि यो टेपै त्यस्तो हो साला के रहेछ यो कसले टेम्पर ग्लास मगाएको थियो बिचरा पाएन अब यो नेक्स्ट चम्चा राख्नु यो भान्नमा Oh my god, this is के हो यो झुला झुला हैन यो सायद 7 केही राख्ने हो कि यो दिस इज यो घरको हो जे भयो नि घरमै बस्ने होला नेक्स्ट व्हाट इज यो पनि भयो यसलाई छेउमा राख्नु खानु अलि ठुलो देखिया यो फोटो है दिस इज द नेक्स्ट स्पेशल देखिया अब यसको टेप कहाँनिरबाट सुरु भयो भन्ने कुरो हो कैँची छैन सही सम्झाइदिनु भिडियो कल गरेर कैँची लिएर आउँछु मलाई फेरि पज गर्दा फेरि अहिले जस्तो होला जाऊ बिचमा काटे हुन्छ अहिले कैँची पनि कहाँबाट निक्लिन्छ नि तिम्रो त कहाँबाट कैँची निक्लिन्छ यो कैँचीले हुँदैन हुन्छ यो अरू केहीले काट्छ यसरी हुन्छ अरू केही काट्ने कैँची हो त्यही केमोले पठायो हात काटेला रहेछ केही निस्छ लाग्छ
स्पेसल जस्तो छ यहाँ केही होला जस्तो छ गाइस यो अलिक यो त पुरै रेगुलर ऱ्यापिङ सेटिङ हेर न तगडै छ ऱ्यापिङ केही फुट्ने सामान जस्तो छ के त्यहाँ सिसा कप सब केही आयो कि कसैले आफ्नो गर्लफ्रेन्डलाई मलाई फोटोसोटो हालेर कप मगाइदियो होला बिचरा अब जोसुकै हो है तिम्रो घरमा सजिनु भयो जो है हम कहीं कति जाँगर गरेको भने ऱ्यापिङ गर्नु नै पहिनालाई त पैसा आयो नि त मुला स्पेसल स्पेसल क्याप्टनसँग त फेरि आयो मलाई के हो यो स्पिकर जस्तो छ हो ड्युरी छ के हो यो मोबाइल फोनमा जोड्ने खाले के स्पिकर हो यो त्यति भएपछि ए नोम मिनी 360 अरे है अब यो चाइनिजमा लेखेको केही मेन सामान हेर न के छ मैले पहिला हेरेको यहाँ देखाउन सामान त देखिया नि दिस इज स्पिकर रिपिट अन ओहो सेन्सरवाला बटन हो यसमा चार्ज छैन होला सायद है चार्ज छैन गतिलो चिज पर्छ दिस इज स्पिकर कसले बिचरा मगाउनु भएको थियो मेरो टेबलमा बस्छ पछि हेर त्यसलाई नेक्स्ट इज दिस वान वाट एभर दिस इज सायद कपडा जस्तो मानेको मैले होइन यसमा 27वटा प्याकेट एउटा प्याकेटभित्र अरू पनि प्याकेट यो प्याकेटभित्रको पहिलो प्याकेट जुलियट पिटर बिचरा कहाँ हो यो सेन्टेन्डर स्पेन जानुपर्ने सामान यहाँ आएछ होइन ठिक छ केही भएन अब फेरि जुलियटले देख्ला र युट्युबमा नागेन होला हेर भाइ राम्रो गतिलो सिपिङ कम्पनी खोज्नुपर्छ यस्तो चाइनिज कम्पनी खोजेपछि यस्तै हो किन खोजेको चाइनिज दिस इज नट माई फल्ट अनि त पैसा किन ल यो भित्र पनि अर्को प्याकेट रहेछ भो त अब के हो यो सायद कोही केटीहरूलाई गिफ्ट दिनलाई किनेको होला सो ए हो गलेको पट्टा है लड्कीको पट्टा बनाता है के हो थाहा होइन तर हो केही न केही चाहिँ हो यो हालेर लगाउने होला खै यो त्यसको फोन नम्बर छैन यो पुरै यस्तो होला यो अरू पनि यो पार्ट पुर्जा होला नि त भित्र अरू पनि हुन सक्छ त्यसको फोन नम्बर छैन पिटरको फोनहरू सोध्ने नम्बर होला अनि के पठाइदिस् पाउनु त हामीले पाइयो युज कसरी युज गर्ने भनेर यो एउटा प्याकेट यहाँभित्र अर्को पनि प्याकेट छ सायद त्यसैको हुनुपर्छ हो बिगिनी होइन ल र जुलियटजी के मगाउनु भयो त तपाईँले फेरि क्रिसमसको कपडा जस्तो छ कुरा खोल्ने यो रुमाल हो नेपालमा यस्तो रुमाल आउँदैन ओहो दिस इज फर ल भनेपछि यो केटीको ड्रेस रहेछ है गाई यसमा यो सँगसँगको अर्नामेन्ट होला यो त्यही भएर मैले यसमा राखेर एउटाले दिनुपर्छ जसलाई दिएँ अहिले केटीलाई नै त्यसमा अब एउटा फाइनल प्याकेज चाहिँ यो छ यहाँ भित्र पनि अर्को के ओहो दिस इज ब्याग बिचराले पुरै सेटै मगाइदो रहेछ गर्लफ्रेन्डलाई कपडादेखि ब्याग अर्नामेन्ट है अब के गर्थ्यौ साथी मेरो गर्लफ्रेन्ड त्यति भाग्यमानी निस्किन हो कि अब केटीले नै मगायो जसले मगायो भने भाग्यमानी निस्केन हेर लुइस भुटानको ब्याग यहाँ आएछ लुइस भुटायो भन्नु न ओ मा गॉड्स निगमेकोसी मसी अब यसैमा हालेर राखेँ मैले ल है भिडियो हेर्दै गर तिमीले फेरि भिडियो बेला बिर्सिन्छौ भिडियो फेरि सामान राख्यो अब त गाह्रो फेरि टेप्सेप टाँचो यो चाहिँ अब कसले पठायो त देखेँ होइन यो सिटिटीबाट आएको रहेछ
नाम हेर न बिचरा एउटा दुइटा मालिकसँग सिटिटी गरेर पठाइदेऊ झन् भाइरल हुन्छ। एउटा भाइरल अन्त नाम कसरी नै पोल्यो अहिलेको त देखाइ दियो नि त। अहिलेको त भित्र त्यो भित्र थियो नि त हुँदैन त्यसरी बल्ब आउनु हुँदैन साथी हेर हाम्रो पैसा उठ्ला त्यसो साथी के भन्नु उठ्दैन उठ्दैन यहाँ दुईवटा रहेछ यहाँ भित्र प्याकेट यो चाहिँ यहाँ नाम लेखेको छैन दिगियो खोल्ने कुरा हो भाइ त्यसमा के स्पेसल हुन्छ जुत्ता फुटबलको सकर मोजा सरी जुत्ता मजा देखाएको हो भाइ दिस इज एउटै मोजा होला यत्रो बढेमा मोजा कसले मगाउँछ यार अनलाइनबाट मलाई सुरज दाइले अस्ति मोजा मगाउँदा आएन भन्दै मलाई यता आए चाहिँ के हो त्यही आइरहेको सुरज पाण्डेहरू अर्को पनि रहेछ होइन को सोकर फ्यान हो बार्साको मोजा मजा हो यो त महँगो गर्दा मलाई महँगै पऱ्यो होला भन के भन्नु है मजै त होला नि यो होइन र हो ए होइन यार के यो हो मोजा दिस इज टु मोजा फ्रम बार्सिलोना बार्साको फ्यानहरू कसैलाई चाहिन्छ भने मलाई सम्पर्क नगर्नु म दिन सक्दिनँ मलाई फ्रीमा आएकोमा म 2000 गरेर पठाउँछु नि यो चाहिँ अलिकति छाम्दाखेरि नि हेर्दै त भन्दैन अलिकति डिफ्रेन्ट छ होइन कपडा होइन यो त्यो मोजा आएको थियो जुत्ता यो चाइनाबाट लगाएको म्यानुफ्याक्चरर सेनेगनको संसले टेक्नोलोजी लेखे अब टेक्नोलोजी लेखे के आयो टेक्नोलोजी यो सायद सुपर ग्लू थियो होला कहाँ यो त ग्लू हो मुला ग्लू थियो ग्लू नै फुटेर चक्क्यो त कुनै काम लाग्ने छ र ग्लू सला टेक्नोलोजी लेखेर ग्लू पठायो साइकलको पञ्चर टाल्ने ग्लू यसलाई यहाँ राखेर ग्लू त्यहाँ राख्यो भने अर्ग्यानको यहाँ टाँसिन्छ यता नेक्स्ट इज दिस वान ब्ल्याक मेरो एकदम फेभरेट कलर भित्र कलर कस्तो छ भनेको भन्दा के भयो माया के भयो राख्नु होला यत्रो टाइट सेक्युरिटी गरेर के पठाएछ तिमीहरूले कपडै हो यो हुन चाहिँ है गाइज धोती फाँडकै रुमाल गरिदियो अहिलेसम्म त वाउ भन्ने जस्तो आएन पनि अहिलेसम्मको वाउ भन्ने चाहिँ त्यही चाइनिज स्पिकर चेन्ज गरेर डिस्ट्रिक्ट बजार बस्ने भोलि एउटा तल यो विकेन्ड सकिहाल्यो अर्को विकेन्ड ए मुस्किया मलाई तन्ना बेडसिट ड्रिम होम दुई फोन के हो यो बेडसिट जस्तो यता घुमाएको बेडसिट बेड बेड कभर 10 रुपियाँ का पेप्सी बेडसिट सेक्सी यता लुक रिसिट चाहिँ यो चाहिँ कार्टुनमा आएको भित्र होइन यसो हेर्दै यो चाहिँ होला के यो इन्भाइरोमेन्ट फ्रेन्डली कलर हिट श्रिङ्केबल ट्युब अरे के गर्ने यसले मैले के हो यो ऊ होला सायद है के हो यहाँ त्यो जोड्छ नि तार जोडेर हिट गरेर त्यो यो पनि मलाई केही काम छैन हेर गाइस अब यो हेर्दै पातलो सिडी होला के गरेर सिडी छ यसभित्र त्यस्तै सानसानो आइटम नमगाउन गाइस जिएलएसबाट मगाएको चाहिँ कुन चाहिँले मलाई गाह्रो पर्ने होइन अलि ल हेर के हो यो त खस्यो यहाँ निकाल्दै इसको करने का क्या है इसको त्यो नि कतारेर पठाइदिनु
सक्यो यो त यति नै देखाएको यो चस्माको फ्रेम जस्तो यहाँ यहाँ लाग्ने हुँदो रहेछ क्या यस्तो ए स्विमिङ वाला हो कि चस्मा बाँकी कोही त है घाँस मात्रै मगाएको यो चाहिँ होला सुनको रिङ हुनसक्छ यहाँले माथि सुनको उठी फेरि यो टेमु सेमुबाट मगाएको त्यस्तै खाले सुन पर्छ पछि इन्नो लेखेँ के हुन्छ यहाँभित्र ड्रग्स त मगाएन नि केटाहरूले त्यही भएर त कस्टमले सिज गरेर त होइन ओहो यो त आई त आहा लाउने आइब्रो दिस इज आइब्रो गाइज है नेक्स्ट कतिवटा प्याकेट खोल्यो हामीले खोलेछ अघिदेखि गतिले चिज अहिलेसँग केही भेटेको छैन बेच्न मिलिहाल्यो सबै बाँड्नु हाल्यो मात्रै आइपुग्नु हो आफूले लाउनु पनि गौडा पनि भेटेको छैन दिस इज हेरेर चड्डी जस्तो छ के यो निब्बर डायमन्ड पेस्टेड सोलिड कलर मिनी ड्रेस वुमेन फेसन अरे डिप भिनेक स्ट्रापलेस ड्रेसेस फिमेल ट्रेन्ड स्ट्रिट वेयर फल्नै पार्ने आदिवासी नेक्स्ट इज दिस वान अलिक गतिले सामान मगाउन खाइदिएर के मगाएको छ गतिले सामान नबनाएर मलाई आउँदै आउने गतिले टोइलेट चस्माको मात्रै मगाउँ यो पनि फेसन प्रोडक्टै हो केटीहरूको मलाई है यो होइन के यो कुकुरको पेट इयर रिङ्स मान्छेको भए मेरो सफा गर्नुहुन्थ्यो कान चिलाइरहेको थियो त्यसमा चाहिँ के टुल छ आजको माने मैले होइन एउटा ठुलै प्याकेट ढाँक्रा पनि खोल्नु पर्ने भयो भएन मलाई कितिर भयो चाकु यो पनि ठिक आयो एउटा त्यो बाम्बुको त होला नि फेरि अघि काट्ने भेटेको थियो यसरी काट्यो यो पनि एउटा खडै जस्तो छ होइन यो पनि राम्रो आयो खडा खोल्नुभन्दा अगाडि यो साइडमा के राखेको होइन यो कसलाई जाने रहेछ लेखेको कि नाम लेखेको छैन अटो व्हिल ब्रस यो चाहिँ काम लाग्ला आफूलाई गाडीको ब्रस छ अटो व्हिल ब्रस गाडीले चाहिँ उ गर्ने गाडीको व्हिल यो लामो डन्ठी के This is Xing Swang LED light bar. Yeah, 2 light wala. 6D Ultra stripe LED light bar. Driving fog lamp. Ooh. Camera la se. ये इधर लामा हाल पुड़िया इधर. दुई घन्टा 40 मिनट एउटा उनी बन्ने फिल्म फास्ट एडिट गरेर फास्ट गराउनु नि मलाई काटेर बसेको गर्दै आउँ त्यो फास्ट गर्दाखेरि नै 2 घन्टा 40 मिनट हुने हो अझै आधी भएन दुईटा प्याक बनाएर हाल्नु नि त 1 घन्टाको सारा डब्बे के अंदर डब्बा बोल कितना डब्बा फिल्मको नाम चाहिँ के था मकैमा घुना कोली लगाए चुना ये क्या है भाई साहब ये एलईडी किधर लगाने का ए यार तो एलईडी ये जो है डिचिक डी बन देना ओ आई सी तार पनि चुनेर चाहिँ गयो काट
यो भयो तिमीले रोजेर सबै घाँस घुस अब म यहाँ यसो गरेर यो खोला यो खोला न होला न यसमा होला यो सायद त्यही एलइडीको जोड्ने पङ्खाहरू के होला प्लम्बिङको प्लम्बर बनाया तिमीले प्लम्बिङको यो गियरहरू छ यो फिटिङ गर्ने यो कस्तो खाले हो यो छ एम्डेन दिस इज अल प्लम्बिङ गुड्स प्लम्बरले मगाएको होला बिचरा त्यो के हो सोलर इन्टरनेसनल ल्याम्प ए वाइफाई वाला हो क्या सोलर वाला त्यो हो त्यसरी त म त प्लम्बरमा सबै चिज मगाएर त्यसले है नेक्स्ट एउटा जुत्ता सुत्ता पनि त्यो कराएर रुक गरेर ए एउटा जुत्ता सुत्ता नै हाल्दा हुन्थ्यो बरु चित्त बाटो हुन्थ्यो केही भएन मोजाको त बार्सिलोनाको मोजा गरी महिना मोटा मोटा हिमाल चढ्ने मोजा इसको भित्र नै अर्को प्लास्टिकले बाँधेको भाइ लुडाको बोर्ड भन्न मैले हिजो किनेँ यस्तो मोबाइल छ पजलहरू भयो त अब पजल हेरेर बस्नु पजल दिस इज फर वुडन प्याटर्न पजल बोर्ड फ्लावर 72 पिस 36 मिटर ओके दिस वान इज हियर तार छ होइन ल तारमा के हो यो बन्दुक ए ल ग्लुगन ए ग्लुगन अहिलेको ग्लु चाहिँ गन पनि भयो ल त्यसरी भयो होला दुईटै प्याकेट पहिला पहिला खेल्ने भिडियो गेमको त्यो टेम्पर ग्लास इज अगेन हियर टेम्पर ग्लास दुईवटा भयो त्यो पनि बेच्न चाहिँ टेम्पर ग्लास त बेच्न मिल्छ नि त लगेर कति कुरो दिन्छ बल्टु यसैको त होला बाला हो क्या निकल प्लेट अरे यसमा चाहिँ कपडा जस्तो छ तिम्रो त्यो ल्याम्रा के ल्याम्डामा उड्दा यसमा चाहिँ कपडा जस्तो छ ओ मा गच्छु कमाल हो गया चाहने वाले हैं ल
यो चाहिँ ओ माई गॉड यो कोट एउटा चाहिँ कोट आएछ फेरि यो लगाउन तिमी 60 किलो हुनु पर्यो अब को रिया हो होइन यो कोट लगाउन तिमी 60 किलो झर्नमा जाँदा अब रियाले चाहिँ यस्तो यस्तो मगाउनु भएर यसले ढाकन हुन्छ भने ए वाह टाउको कति बोल्दो रहेछ त मसादार हो कसरी मसाज गर्छ मसाज जेसुकै होस् त्यही हो उसले मगाएको चाहिँ अनि यहाँ हुन्छ स्क्रबिङ ब्रस ब्लू ब्रस यता देखाउनु यता देखाउनु यो के हो यो कार एलइडी कारमा हाल्ने लिड यो भयो बिचराको यो ब्रस पेट ब्रस र त्यो मुला ए कुकुरलाई खनाउनेले आफ्नो टाउको खनाएको यो त अब ठिकै छ चाहिएको त छैन तर पछि कारको हो बिग्रियो भने चाहिन्छ कार अस्ति भर्खर किनेर मैले थाहा छैन नि त कारको आउँछ भन्ने कुरा मैले किन्दै किन्छु अस्ति मैले त्यो रिया भन्ने मान्छेले मगाएर गराउनु चाहिँ नेपाली इन्डियनै कोही होला होइन जहाँ पनि बस्नुहुन्छ यदि रिया के मगाउनु भयो यो एलजी 15 इन्च सिल्भर के मगाउनु भयो एलजीको टिभी के हो यो 15 इन्च हो फेरि त्यो वाल माउन्ट होला हो के हो यो जे भयो नि यही हो है बिल्कुल यही हो बनाउनु त्यही गरेर पैसा दिनु पर्यो रियाजीको अर्को पनि सामान रहेछ यहाँ एकदम व्हाइट सुज और एलइडी कति एलइडी मगायो कार एलइडी ब्लू अगाडिको त्यो कारको त्यो के बल्ब फेर्नुपर्छ क्या गएर आफैले यति बासी ल यो अहिले मेकानिक पर्ने जस्तो सकिन लाग्यो क्या हो हेरी पिङ्कीमा होला केही सो यो चाहिँ चार्जर यो त्यो बटनहरू क्या यस्तो बटनहरू सर्ट टी सर्टको बटनहरू क्या यो चाहिँ फेरि कसले मगाउँ ड्यानियल जी के घडी हो क्या घडीको फित्ता मगाएको घडी त मगाउनु रन कुल यो प्रो प्लस क्विक फिट स्ट्र्याप हेर्ने अहिले घडीको फित्ता मलाई घडी नै छैन फित्ता मात्रै हेर्ने अहिले अर्को प्याकेट घडी मसिन मान्छेको यो कपडा हो जस्तो मानेको मैले त्यो त व्हाइट कपडा दिस इज फ्याबुलस फन्टाबुलस्टिक भन्ने पऱ्यो के गर्नु सर्ट वेटर गरेर लाउने जस्तो टु अभोइड एनी डिजिज क्लिप आउट फ्रम बेबिज एन्ड चिल्ड्रेन ओके तिमीलाई पनि ठिक हुँदा रन्जिता उप्रेती क्यान्सल भयो अरे डिस्टर्ब नगराउ त गाइज अर्को हुन्छ के हो यो सिपिङ यति एन्ड्रयू लेसो एड्रेस यो स्पेन म्याक्सिमम है स्पेन गएको सामान फर्केर यहाँ घुम्दाखेरि पोर्तुगलको लिस्ट बनाइदिएको एन्ड्रयूले मगाएर हुन्छ एन्ड्रुजी के मगाएको थियो ले ये क्या है भाई साहब इसको पहन मलाई एन्ड्रयू एक खुट्टे त जो क्या दिए मलाई एन्ड्रयू अझै बाँकी छ हेरौँ
मुला एक खुट्टे सामान मगाएर दिन नजाने हामीलाई हात पर्ने यहाँ पनि त्यस्तै रहेछ नि त्यति बेला ए यो त कुकुरलाई मगाएको क्या दुई खुट्टा लगाइदिनु हेर त अनि खोलिदियो नि त यहाँ त कुकुरले पनि त पैसा राख्नु पर्ने मलाई कुकुरलाई यत्रो खर्च गर्दा यत्रो ठुलो कुकुर हुन्छ ए हो खुट्टा आउने किन भन न यो यस्तो कुकुरको हुन्छ नि त यो हेर न ठ्याक्कै दुईटा खुट्टाको हेर न तर खुट्टा त धेरै लामो भएन जर्मन सेपाडै रहेछ घाउ छोडिदिँदै हो कि गाई पालेर कि गाईलाई हो कि है गाईको बच्चालाई त्यति चिसो ठाउँ बस्छ यस्तो तर कुकुरलाई पालन कुकुर पाल्दाखेरि टोपी मगाएर यति चाहिँ काम लाग्न सक्छ यो टोपी है नाम लेखाएर इन्ट्रेस्टमा रेनकोट हो यो सेट रहेछ त्यो भयो ल यो चाहिँ काम लाग्ने चिज आएर है गाइस यो पुरै सेटै छ ल यो चाहिँ रनिङ बिहान जगिङ गर्दाखेरि त्यत्रो जहाँ गरेर उठ्दै म 3-4 बजे उठेर त्यो रनिङ सक्यो छ अलिक 3 बजे ओहो यो चाहिँ मोबाइल जस्तो यो पनि यही हो के अरे ग्लास टेम्पर ग्लास 2024 12 महिना 1 गते 22 बजे सिपिङ भएर चाहिँ त्यसै कति 3 महिना भयो त सिपिङ भयो त्यसले पाएन बिचरा कुन चाहिँ पैसा आउँछ भन्ने बस्छ होला मोबाइल आइफोन 16 को कभर कस्तो नराम्रो कभर मगाएर चाहिँ इधर से कहीं पड़ेगा कपाल पड़ेगा कहीँहरू चाहिँ सानो चिज मगाउने मान्छेले गरिब सोचेर बेसी ज्वेलरी के हो EU ब्रिज एडभाइसरी भर्जिनिया के एड्रेस छ क्या ज्वेलरी हो सुन हो क्या हो ए हुन्छ सुन मलाई यस्तो के हो यो केही न केही चाहिँ हो यो खै कसैको केही न केही होला लागेन अन्डर आई डोन्ट नो थिङ्स इलेक्सन पछि गुगलमा हालेर हेर्नु चाइनीबाट मगाउनु भने सस्तो चिज ल्याउनु हो मलाई त निन्द्रा लागिसक्यो सिधा धन्न भगवान्ले बताउनु भएको थियो हिजो मलाई गाई 170 उठाउनु पर्छ भ्यू अलिक बढाइदिनु होला के हो ए कहाँ तार कारको कुनै पनि पार्ट्स पनि हुन सक्छ कार वाटरप्रुफ इलेक्ट्रिकल अटो कनेक्ट फर मेल और फिमेल कनेक्टर अरे कस्तो हुन्छ त्यो कनेक्टर पनि अब 3टा बाँकी छ है यो पनि बजारको कुरा अरे कपडै आयो छोटो कपडा आयो मान्छे मलाई जस्तो ए यो ओके गुची गाइस गुची ओहो माय गॉड ब्रान्ड गुसी त GUCCI हुन्छ क्या होइन गुची यो तिम्रो गुसी हो क्या तिमीलाई ठिक हुन्छ मलाई ठिक हुन्छ गुसी होइन गुसी हो लाएर जान्छ पछि होला नेक्स्ट आइटमतिर जाउँ यसमा चाहिँ के हुन सक्छ केही छैन यही कपडै हो पिङ्की भनेको यो पक्कै पार्लरको सामानहरू हुनुभयो ए म्याट पिङ्कीमा हो डोरमेट यस्तो हाम्रो राख्यो भने साला एकै दिनमा चेपसिन्छ
यो त सुत्न ऊ बेडभन्दा उता राख्ने यो मैले नेपाल पठाइदिन्छु सो दिस इज फाइनल जस्तो लाग्यो हो दिस इज फाइनल आउट अफ 20 आइटम्स त्यसमा नि कपडै छ एन्ड दिस इज अल्सो आई थिङ्क गुची होइन यो ग्रासी नट गुची सायद ग्रासीले आफ्नो नाम खोपेर मगाएको हुनसक्छ काले के बोल्यो मलाई बिस्ताराले बोल्यो ओ माई गड के हो आई लभ यु आई एम सरी भनेर कुन चाहिँले ग्रासीलाई पठाउन खोजेर चाहिँ आई लभ यु आई एम सरी पुगेन है अब के अर्थ गाइस यो को ग्रासी हो त्यो आई लभ यु आई एम सरी हजुरको यहाँ आइपुग्यो सम्पर्क गर्नु होला यसका साथै धन्यवाद सकियो तर 170 दिनु होला अनि बल्ल सक्यो फोन राख सक्यो एक्सपेक्टेसन भर्सेस रियालिटी एक्सपेक्टेसन पैसा वसुल सामान त आएको तर हामीलाई काम नलाउने सामान आयो 2-3 टा सामान